हामी चाहिँ जरा भन्ने गाउँ जाँदैछौँ अब सुरुवात गर्दैछौँ सो यो सुरुवातमा हामी ससुरालीको पुरानो ससुराली घर पहिलो हाम्रो दाई छैन भने इटरीमा केही पनि छैन है आए अर्को पनि गीत हेर्नुहोस् हाम्रो ड्राइभर दाई आज नचाउने रहेछ जिमी आज आइसक्यो यसो हेर्दा त बसमा केही जस्तो लाग्यो ल हामी बसमा पनि आइपुग्यो यहाँ पूर्वको बसमा यहाँबाट चाहिँ हामीलाई कति घन्टा लाग्न सक्छ जाँदा एक घन्टाको सवारी हामी जान्छौँ हाम्रो ड्राइभर दाइको यो म्युजिकसँगै हाम्रो पनि जिउ तातेको छ ल धन्यवाद हाम्रो ड्राइभर दाइ हाम्रो कति भयो हाम्रो दाइले कति छ उहाँसँग कति पैसा छ हेरौँ उहाँले देखाउनु भएन ल अब हामी बसको सवारी गर्दैछौँ हामी जाउँ हाम्रो ड्राइभर यहाँ खाली रहेछ बस हामी यता प्याक होला भनेको हामी खाली छौँ जाँदैछौँ हामी ल हामी डाइरेक्ट जान्छौँ अब on the way to जदा आज अलिक खाली सबैजना चढ्दैछ मान्छे भर्खर आउँदै हुनुहुँदो रहेछ ठिकै छ म यहाँ बस्छ हाम्रो दाइसँग चाहिँ तपाईँहरूलाई भन्नु पर्दाखेरि हामी चाहिँ खास यो बस चाहिँ हामीले इटरीबाट लिएको हो इटरी चोकबाट अनि अब अहिले हामी काने पोखरीमा झऱ्यौँ अब जदा जाँदैछौँ अनि काने पोखरीको चोक तपाईँको जदा जाँदैछौँ यो खास अप्पर जहरमा बनाएको यो ब्लग हो हामीले के अरे यो जाँदैछौँ केही न केही गरौँ त भनेर यसपालि यसो ब्लग पनि बनाइदिउँ त मेमोरी पनि हुन्छ ठिकै छ नभए म खासै ब्लग पनि बनाएको छैन यसमा केही गल्ती भए तपाईँहरूलाई अब त्यो कमेन्ट कमजोरीमा तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ भन्दै अब हामी जान्छौँ साइडबाट हिँड्नु रे धन्यवाद भन्नु पर्दाखेरि चाहिँ हाम्रो एक ग्रुप चाहिँ अघि नै भ्यानमा हिँडिसकेको थियो यहाँ होइन त्यही भएर एक ग्रुप चाहिँ यहाँ काने पोखरी आइसकेको छ नि यहाँ सानु नोलेन यहाँ पुकु विशु दिदी अनि बाबा त्यो भ्यानमा आएको थियौँ ए आवाज के छ हरिओम कतिखेर आइपुग्यो को छ त भित्र हाम्रो भ्यान चाहिँ हो एक ग्रुप चाहिँ अघि यसमा गएको थियौँ हामी तिनजना चाहिँ बसमा गयौँ खोइ सोनाम दिदी अहिले सायद केही कोसेली किन्दै होला नि खोइ सोनाम दिदी फुपू यस्तो छ नि सफारीको अनि एक दुई चारजना छ नि यहाँ विक्रम दाई हाम्रो विक्रम दाजु शान्ता दिदी अनि सोनाम पनि आउँदैछन् ए ल हस् हुन्छ कोसेली होला हामी पनि यहाँ बिच बाटोमा के गरौँ भनेर अब मैले ब्लग बनाउनु लाग्यो कि त्यही भएर हामीले सुरु गरिसक्यौँ त्यहीबाट पहिलोचोटि रमाइलो होइन ल अब फेरि जदा जाने सुसारमा होला अब हामी जान्छौँ होला अलिकति के गरेपछि अरू फेरि तपाईँहरूलाई अपडेट गराइरहन्छौँ धन्यवाद अब हामी जदा जाने क्रममा हाम्रो अब फेरि ग्रुप छुटेको छ यहाँ भाइ थपिएको छ सानो अलि गाडीले मात लाग्ने भएर हामी चारजना चाहिँ अब जानेछौँ अनि सफारीमा अर्को ग्रुप चाहिँ अब यहाँ यसमा जाँदैछ भ्यानमा नोलेन फुकु आइ भन्देऊ
आउनुहोस् है बिस्तारै तपाईँहरू सबैजना चिट काटिसकेका छौँ चिट फन्ड काटेर अब हामी जाँदा जाने क्रममा अब यो पालिको फेयर चाहिँ म दिन्छु रामदाइसले अघि पैसा कति सब देखाउनु भएन यो पालिको फेयर चाहिँ म दिन्छु हामी चारजनाको होइन त पैसा टन्ने भयो भने यसपालि चाहिँ हामी दिन्छ होइन त कहाँ टन्न छैन खाली खाली हजुर कहाँ हो तपाईँहरू तर जाँदा हिँड्नु यसो त्यसै हरियाली जङ्गल पुरानो घर आएको थियो हजुर पुरानो घर ए छौँ सर गाडीमा बुधबारे मङ्गलबारे शुक्रबारे हाम्रो जाँदा तल कति लाग्छ र यहाँ जाँदा यहाँबाट अझै यहाँदेखि जाँदा लाग्छ 10 मिनट 10 मिनट ए धेरै पर त होइन रहेछ त्यही पनि अब यस्तो छ बाटो सर अझै रमाइलो पनि ठाउँ जाने बाटो धर्मेसा रङ्गेली दोमना अब हामी जाँदा जाने राइट लिएर गयौँ दाउरा काट्न आइदिएँ पूर्वेली गाउँ कस्तो गाउँको घर कस्तो हुन्छ हामीले हेर्दैछौँ अब यस्तो घर त मैले म चाहिँ मेरो गाउँ चाहिँ सोनुकोटको हो खास यस्तो घरहरू चाहिँ देख्दैन मैले यहीँ आएर मात्रै देखेको यस्तो घरहरू चाहिँ अनि ससुराली पढ्नु आफ्नो त हेर्नुहोस् हामी गाउँघरको घरहरू चट्ट लाएर अहिले पहिलाभन्दा धेरै एडभान्स भए पनि भइसकेछ हजुर पुरानो घरमा पनि आउनु भयो यो भाइले चाहिँ अब भाइको नाम चाहिँ यहाँ अहिले स्कुलको नाम चाहिँ रिजन राई हाम्रो घरको नाम हाम्रो दाइले राखिदिनु भएको चाहिँ हरिओम तर उसलाई आफूलाई राख्नु मन परेको नाम चाहिँ एलेक्स रे अब कुन राख्ने तपाईँहरू कमेन्ट गरिदिनुहोस् कमेन्ट गर्नु एलेक्स कि हरि कि रिजन तिनवटामा एउटा बलराम चाहिँ को तिम्रो साथी हामी आइसकेका छौँ हजुर हुन्छ ओहो हाम्रो ल हामी आइसकेको छौँ जग्गामा के छ नमस्ते माइला बाजे ए हजुर अच्छा माइला बाजे हजुर पहिला पनि भेटेको नि नमस्ते 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 बाजे बाजे नमस्ते सनमको ज्वाइँ हुन्छ बाजे बाजे बस्नु बाजे बस्नु कान्छी ज्वाइँ सनमको हजुर तिम्रो भयो त पहिला पनि आएको आउनु त आएको 1.5 वर्ष अगाडि पहिले आएको छ 2-3 वर्ष अगाडि आएको यही आएको थियो नि हजुर सनमको श्रीमान हजुर
ल अब हेर्नु भित्र जाउँ यहाँ हाम्रो हिरोनी मेन साहब हेलो ल छैन नि छौँ एकचोटि छतभित्रको नजारा कस्तो छ हेर्नु हाम्रो छेउमा ओ हरिओम ल आउनु पर्यो माथि एकछिन हेरौँ नि त हाई हरिओम उर्फ एलेक्स उर्फ रिजन राई यहाँबाट हामी एकचोटि नजारा हेर्छौँ अन्त भाइको नाम के हो तामी राई किचन ओ ल रबिन छ ल ह्याप्पी बर्थडे है अस्ति बर्थडे देखाएको थिएँ ल अनि भाइको यो चाहिँ के हाम्रो के गाउँ गाउँ हाम्रो गाउँ अनि जमिनहरू अनि यस्तो बब्बाल यस्तो छ नि यहाँबाटको भ्यू यहाँको हाम्रो कुशल भाइको नानी कुशल भाइ बिजी अहिले नानी भएर है दिक्सुवाङ पूर्वको बसाइ यस्तो हुन्छ अब काठमाडौँ अब हामी सोलुखुम्बु भन्दा अलिक फरकै छन् हिजो हाम्रो रबिन भाइको बर्थडे पनि रहेछ अनि त्यही भएर स्पेसल त्यहाँबाट हामीले जस केक पनि ल्याएका छौँ यसो हल्का सेलिब्रेसन गर्ने भनेर ह्याप्पी बर्थडे रबिन भनेर कति राम्रो छ लेखिरहेको छ केक पनि बोलाउने हो कि यहाँ गर्ने कि माथि गर्ने कि यहीँ बोलाउने हो लाइट कुन हो ओके उल्टो भएछ खेलेको दिप्सुहाङ हजुर भन्नु खै नोले तिमी चाहिँ ओइ हिरो तिमी चाहिँ कपाल काटेर माटो खेलाउँदै बस्छ नोले केक काट्ने केक पुगु आएपछि नोले पनि आउँछ सबै माटो खनाको छैन माटो खनाको माटो खनाएर हो हात हेर्नुहोस् हजुर ल आए हुन्छ ल एकछिन बर्थडे केक काट्दैछौँ हामी र हाम्रो रबिन भाइको बर्थडे छोरा खोइ त सानो छोरा खोइ त जाऊ Happy birthday to you. एउटा छ्यामा एउटा चम्ची ल्याइदिनु चम्ची एउटा चाहियो ल काटेर धेरै पढ्नु रे अब यो भन्दा त कति पढ्नु र अब नपढ्नु त्यो त दुइटै गाह्रो छ हुन्छ म पनि Hello everyone,
हेलो हेलो गर यसो गर हेलो सबैजनालाई नोलेन हाई गर हाई ओ ठुलो मान्छे सबभन्दा ल भाइ के उता भाइले ल अर्को त्यो ऊ भन्दा पनि ठुलो त्यो भाइबाट पनि ठुलो यहाँ यहाँ चाहिँ बाजे रहेछ बाबा अङ्कलको बर्थडेमा जस्तै लियो मात्रै के लिएर राख मात्रै के हस् अहिले लिएर मात्रै के राख्छ पकाउ वेट म दिन्छु तिमीलाई पाले पाले है सबैजनाले टर्न बाई टर्न तैँले के खाइस् तँ क्या मफ गरेको छैन अब जा पर बस्नु के खाने जा खाइसक्यो खाइसक्यो त्यो फोटोमा आइसक्यो आइसक्यो लु भयो तपाईँहरू पनि दिने अब सबैजना सबैले खायो तिमीहरू सबैले हातेमा ल उसको नो जे पनि नो यही फलेको आलु के हो अर्ग्यानिक कपुड हेर्न जाने म कपुड हेर्न जाने म कपुड हेर्न जाने म टेस्ट गरौँ कस्तो रहेछ त अर्ग्यानिक आलु खाँदाखेरि हैन त दामी छ अर्ग्यानिक आलु यहाँ फलेको छ यही हाम्रो बारीमा फलेको के अरे आलु हाम्रो बाजेको भाइ बाजेको भाइ चिन्छ त्यही भएर निमा पुग्छ यता अनि कसले भिडियो खिच्छ यताबाट खिच्नु नि